नमस्ते अनि स्वागत छ सबैजनालाई आजको मेरो नयाँ अर्को भ्लगमा। आज हामी जाँदैछौँ तनहुँको रमणीय पर्यटकीय ठाउँ बन्दीपुर र बन्दीपुर हामी लाग्छौँ। बन्दीपुर केबल कार मार्फत हामी माथि जाँदैछौँ र बन्दीपुरको आजको रमाइलो तपाईलाई देखाउनेछौँ। आजको मेरो यो भ्लग सुरु गरौँ बन्दीपुरको यो भ्लग बन्दीपुर केबल कारबाट। हामी सुरुमा हामी लाग्छौँ बन्दीपुरको केबल कार चढ्नका लागि लिफ्ट मार्फत हामी 4 जना लाग्छौँ अनि हामी टिकट चेकिङ पछाडि हामी केबल कार चढ्छौँ। अनि 1 बजेबाट 2 बजेसम्म हाम्रो कन्ट्रेक्ट अब सुरु हुन्छ हाम्रो बन्दीपुरका लागि केबल कारको यात्रा बन्दीपुर केबल कारबाट। त्यहाँ उकालोमा लाग्छ यार थाहै छैन 90 डिग्री इदै माथि छ केबल कार चाहिँ 90 डिग्री यस्तो है 90 त हो कस्तो कति माथि छ। एकैचोटि अब यहाँबाट एकैचोटि सिधै माथि ओहो ठाडै हिँडेर ल ओहो ठाडै हो खै तल हेरिन मिनेको गएको हुँदै रहेछ तल हिँड्नु छैन यहाँबाट त सिधै माथि है। अन्य केबल कारको तुलनामा बन्दीपुर केबल कार पनि हामीलाई अत्यन्तै बढी आनन्द मजा र एडभेन्चरस लाग्यो किनभने यहाँबाट एकैचोटि माथि 90 डिग्रीको उचाइमा माथि पुगिने लगभग हाम्रो अनुमान यो एकदमै धेरै एडभेन्चरस लाग्यो र बजार निहाल्दै र यो पहाडलाई छिचोल्दै हामी निस्कियौँ बन्दीपुर केबल कारको टप स्टेसनमा बन्दीपुर। करिब 9 मिनेटको केबल कारको यात्रा पछाडि हामी पुग्यौं रमाइलो तनहुँको यो बन्दीपुर अनि हामी यहाँबाट छिहाउँदैछौँ बन्दीपुर बजारलाई। बन्दीपुर केबल कारको टप स्टेसनबाट दाहिने ओह्रालो लागिसके पछाडि हामीलाई स्वागत गर्छ हामी बन्दीपुर गाउँपालिकाको कार्यालय प्रवेशद्वार र हामी बन्दीपुर गाउँपालिकाको कार्यालयबाट हामी बन्दीपुर बजारलाई केही निहाल्छौँ। पर्यटकको आगमनले बन्दीपुर निकै व्यस्त थियो। साँझ परिसकेको थियो तर पर्यटकहरूको चहल पहल भने निकै नै थियो। सायद पर्यटनको सिजन भएकाले पनि होला सुन्दर बन्दीपुर बजार पर्यटकहरूको निकै चहल पहलले भरिपूर्ण थियो। पुरातात्विक महत्त्व र इतिहास बोकेका घरहरूले सजिएको यो बन्दीपुर पर्यटकहरूले खचाखच थियो र त्यसैमा हामी पनि मिसियौँ। सिजनको बेला भएर होला यस्तो भिडै बन्दीपुरको यो सुन्दर बजारमा पाइला टेकिसके पछाडि हामी लाग्यौँ हाम्रो वासस्थानको खोजीमा। हामीलाई साँझ बास बस्नका लागि बन्दीपुर केबल कारले सम्पर्क गराइदिएको यो होटलको खोजीमा अब हामी एकैछिनपछि लाग्छौँ हाम्रो होटलतर्फ। अहिले चाहिँ हामी बन्दीपुरको गुड होटलमा आइया छ। आज चाहिँ हामी यो होटलमा बास बस्छौँ अनि बन्दीपुरको नाइट भ्यू हेर्छौँ अनि त्यस पछाडि भोलि होइन आज पनि घुम्छौँ नि त साँझमा सबै बजार घुम्छौँ। अब एकछिनमा हामी निस्कन्छौँ फेरि के छ त भनेर हामी हेर्छौँ। फर्स्ट टाइम है हाम्रो चाहिँ यो बन्दीपुरमा मेरो चाहिँ फर्स्ट टाइममा फर्स्ट टाइम अमृत भाइको चाहिँ सेकेन्ड टाइम युवराज सरको पनि फर्स्ट टाइम अनि हामी आइटी सरको पनि फर्स्ट टाइम भन्नुभएको छ। अनि अब चाहिँ हामी बजार चाहिँ कस्तो छ त भनेर हेर्न जान्छौँ। एकैछिन पछि देखाउँछौँ। हुन त हेरिसक्नु भएको छ होला योभन्दा अगाडि बन्दीपुर तर आजको बन्दीपुर के छ त भन्ने कुरा चाहिँ हामी देखाउँछौँ है। ल एकैछिन पछाडि ल जाम अब निस्कौँ है।
चाइनिज हामी अब बन्दीपुरको साँझको भ्यू हेरेर निस्क्यो है हामी चाहिँ गुड होटलबाट मेरो साथीहरू सबै त्यही छ होइन साथी ल है हामी बस्ने होटल चाहिँ तल कि माथि है तल होइन हामी बाहिर बन्दीपुरको नाइट भ्यू हेर्न हामी देखाउँछौँ बन्दीपुरलाई अन्त कति व्यस्त छ बन्दीपुर आज यस्तो धेरै व्यस्त है ए ल यति धेरै व्यस्त ल बन्दीपुरको नाइट भ्यू होटलको व्यवस्थापनपछि हामी निस्कियौँ साँझको बन्दीपुर हेर्नको लागि। चम्किएको बन्दीपुर, पर्यटकले भरिएको बन्दीपुरको गल्ली गल्ली अब हामी चाहदैछौँ। यो छ साँझको बेलामा तिहारको बेला भएका कारण पनि बन्दीपुर बलेको छ, चम्किएको छ अनि पर्यटकले भरि भराउँछ। त्यही भिडमा हामी छौँ बन्दीपुर घुम्न। निस्किन्छौँ तिहार सकिएको छैन, झिलमिली बलिरहेको छ। पुरानो शैलीका घर, त्यसमाथि पनि पुरानो दरबार शैलीको घरले बन्दीपुरको सुन्दरतालाई अझ बढाएको छ। यस्तै पुरानो शैलीको आकर्षक घरहरू हेर्दै र बन्दीपुरमा रहेका होमस्टेको अवलोकनका लागि हामी निस्किँदैछौँ विभिन्न गल्ली गल्लीमा। बन्दीपुर घुम्न आउने पर्यटकका लागि होटल र होमस्टेको पनि व्यवस्था रहेको छ। यहाँ विभिन्न होमस्टे पनि सञ्चालन। बन्दीपुर सामुदायिक होमस्टे चाहिँ यहाँ है होइन। ल यहाँ चाहिँ होटल बस्छौँ भन्ने नि पाइँदो रहेछ। अनि होमस्टे बस्न चाहेर होमस्टे बस्न पनि पाइँदो रहेछ है। यहाँ बन्दीपुर होमस्टे र अर्को के अरे बिन्दावासिनी होमस्टे, दुईवटा होमस्टे चाहिँ रहेछ। यहाँको लोकल परिकार खान पाइने। अनि यहाँ चाहिँ होटल चाहिँ धेरै रहेछ होइन। यहाँबाट चाहिँ बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुर सामुदायिक होमस्टे छ। किन पाइँदैन अनि जान त पाइयो त अनि सतिनले। ल यस्तो राम्रो राम्रो घरहरू। यहाँ चाहिँ मन्दिर रहेछ। यो चाहिँ सबै होमस्टे छ क्या होइन होइन र। यहाँबाट तलतिर चाहिँ होमस्टे छ। खाजाहरू पनि रहेछ यहाँ। जाडो क्या ठिकै छ त, ठिक्क छ त। अनि जाडो पनि छैन गर्मी पनि छैन। ल यो हामी चाहिँ 4 जना छौँ है। हामी 4 भाइ जम्मा बन्दीपुर माया भेटियो बन्दीपुरैमा। एकैछिनको हिँडाइपछि हामी बन्दीपुरको बारेमा केही कुरा सोध्दैछौँ अनि बुझ्दैछौँ। के छ त्यो टुडी खेलमा खास? त्यो होटलहरू छ, क्याम्पस, हस्पिटल, होटल राम्रो राम्रो होटलहरू। के भन्छ त्यहाँ टुडी खेल जानु भन्दै थियो त अलिक अघि हामीलाई। होइन खुल्ला चौर छ, पानी छ, त्यहाँ क्याम्पसहरू, हस्पिटलहरू, राम्रो होटल रेस्टुरेन्टहरू छ। यहाँ माथिबाट चाहिँ बिहानमा हेर्ने यहाँ चाहिँ बिहान जाँदाखेरि त्यहाँबाट राम्रो देखिन्छ बिहान। टुडी खेल अहिले पुग्नु त खुल्ला त्यो हिँड्ने बस्ने खाजा खाने देख्ने। तपाईँहरू आउनुभएको भ्यू त्यो बाटोहरू केबल कारहरू सबै देखिन्छ। अनि त्यो यहाँ त धेरै त्यो नेवार बस्ती हो। नेवार यहाँबाट भाइहरू आउनुभयो नि डुम्रे, यहाँबाट ओर्लेको मान्छेहरू। अनि दमौली सदरमुकाम दमौली हो। हामी पछि जन्मिएको रे अगाडिको सदरमुकामको ठाउँ हो यो 2000 सालको। बन्दीपुर होमस्टे चाहिँ यो यतातिर हो। त्यो छ 8वटा घर। 8वटा घरमा छ। 8-10वटा घरमै छ। अनि अगाडि पनि छ। ग्रुप आउँदा सहिलो छ, थोरै सस्तो होटलहरूमा भन्दा। होटलहरू खास कतिको महँगो हुन्छ? होटलहरूमा चाहिँ 1-2 ठाउँ कोठाको लिइसक्छ। होमस्टे चाहिँ नपर्ने रहेछ। 800,000मा खाना बस्न थोरै सस्तो। छोटो जानकारी लियौँ बन्दीपुरको बारेमा। अनि उहाँलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद है। ल अब हामी टुडी खेल लाग्छौँ अथवा कहाँ जाने? फुटबल खेल्दै हो। गोल भयो। बाटोभरि छापिएका ढुङ्गा
छापिएका पर्यटक अनि विभिन्न हस्तकलाका सामग्रीको बिक्री वितरण अनि साँझको समयमा बलेको बन्दीपुर। हामी बन्दीपुरका गल्लीहरूलाई पछ्याइरहेका छौँ। यो चाहिँ भ्यू पोइन्टतिर जाने बाटो कति भिड, सिजनको बेला भएर यस्तो भिड भएको है। यही हो है उकालो बाटो देखिएको है। ए मोहरिया सामुदायिक होमस्टे पनि यहाँ रहेछ। यहाँबाट तल झरेल गाडीको बाटो आउँदाखेरि चाहिँ के अरे केबल कार आउँदा उताबाट आइन्छ। तर यहाँ चाहिँ पार्किङ एरिया रहेछ। साँझपख बन्दीपुरलाई पछ्याउने क्रममा हामी लाग्यो फेरि ओह्रालो बाटो। त्यही ओह्रालो बाटोमा भेटियो कमेडी दरबारका कमेडियन उत्सव सापकोटाको क्याफे पनि त्यही भेटायौँ। त्यो दाइको क्याफे रहेछ यस्तो आफै बसिरहनु भएको छ। ल दाइ देख्न पाइयो है, स्क्रिनमा देखिरहेको आज देखियो। ल कमेडी दरबारको दाइ है, उहाँको क्याफे यहाँ रहेछ है बन्दीपुरमा। अघिल्तिर बन्दीपुर बलेर चम्किरहेको थियो। हामी त्यही चम्किएको बन्दीपुरलाई पछ्याइरह्यौँ। कति रमाइलो राम्रो देखिरहेको छ है भ्यूहरू। मान्छेको एकदम धेरै धन्यवाद। चट्ट बसेर यस्तो मजाले आनन्दले खाँदै गफिँदै सबै पर्यटकहरू। कति धेरै भिड है। यो सधैँभरि यस्तै हुन्छ होला कि के होला यार? यही बेला मात्रै होला कि होइन, सिजनको बेला भएको भएर पनि होला। यतिमा मात्रै होला होइन, त्यो यस्तो हुने क्या होइन। सांस्कृतिक जात जाति भाषा त्यति नै जात जातिको यसरी ड्रेस लगाएर फोटो खिच्न भिडियो बनाउनु पनि पाउँछ है यहाँ चाहिँ। अनि भाडामा ड्रेस पाइन्छ। अब क्यामेराम्यान भाइहरूले कति राम्रो राम्रो फोटो खिचिदिन्छ। यो ठाउँ चाहिँ एकदम धेरै मुख्य बजारै यो रहेछ, एकदम धेरै भिडभाड हुने धेरैजनाको चाहिँ आगमन हुने ठाउँ चाहिँ यो रहेछ। अनि सबैजना यहाँ कति भिड छ। यताको कल्चर के मादल बसिरहेको छ है, रमाइलो नि हुँदो रहेछ क्या। कहाँ रमाइलो नि हुँदैछ क्या। झमक्क परेको साँझ अनि बजेको मादलीको तालसँगै हामीलाई पनि त्यतै तान्यो अनि हामी लाग्यौँ त्यतैतिर। भैलो पो हुन्छ भैलो नचाकै छ।
देउसी भैलोको रमाइलो रहेछ यहाँ चाहिँ। अब चाहिँ यहाँ सबैजना चाहिँ यो देउसी भैलोको रमाइलो चाहिँ हेर्न पाइयो होइन। कल्चर एकदम रमाइलो भइरहेछ। यहाँ आगन्तुक पर्यटकहरू पनि यहाँ नाचिरहनु भएको हामी नाच्ने नाच्नु परेको यो वर्ष नाच्ने होइन रमाइलो त गर्नु त्यही त ल यस्तो रमाइलो भइरहेछ सबैजना नाच्दै। ल बन्दीपुरको रमाइलो है यो चाहिँ। बन्दीपुरमा चाहिँ हामी यो देउसी भैलोको कार्यक्रम सकिएको रहेछ। अनि यो देउसी भैलो कार्यक्रम चाहिँ हेरिरहेछौँ है। यहाँको लोकल यस्तो रमाइलो भइरहेछ। उता पनि रमाइलो अनि अर्को फेरि यतातिर पनि रमाइलो। ल हेर्नुहोस् त कति रमाइलो छ। रमाइलो भइरहेछ बन्दीपुरमा। यस्तो भैलो खेल्दैछ, देउसी भैलो खेल्दैछ। अझै सकिएको रहेछ। एकादशीसम्म खेल्दो रहेछ यहाँ चाहिँ। यतातिर चाहिँ तर हाम्रोतिर चाहिँ त्यस्तो खेल्दैन है। यस्तो रमाइलो भइरहेछ। अनि यतिको रमाइलो भएपछि त बन्दीपुर त अनि बन्दीपुरको यात्रा त एकदम रमाइलो भइहाल्छ हाम्रो लागि त। कस्तो मजाले नाचिरहनु हुन्छ सबैजना।
भयो नि कस्तो मजाले नाच्नु विभिन्न जात जातिको वेशभूषामा सजिएर नाच्ने गाउने कार्यक्रम एकदमै रमाइलो स्वदेशी तथा विदेशी पाहुनाहरूलाई नचाइरहेको यो बन्दीपुरको रमाइलो पछाडि हामी एकैछिन लाग्छौं अरू के छन् त बन्दीपुरमा भनेर अन्य स्थानतिर। बिन्दावासिनी सामुदायिक होमस्टे यहाँ रहेछ ल होमस्टे पनि 2-3टा रहेछ यहाँ त मन्दिर रहेछ यहाँ चाहिँ पास्ने टोल यो माथि बत्ती बलिरहेको छ त्यहाँबाट चाहिँ भोलि हामी बन्दीपुर हेर्छौं माथि डाँडामा रातको समयमा बन्दीपुर यसरी बलिरहेको छ है कति रमाइलो छ कस्तो छ हेरौँ यो बाटो गयो भने पुगिन्छ टुडी खेल हो त्यहाँबाट तलको डुम्रेको भ्यू हो है ल डुम्रेको भ्यू हेरौँ यहाँ पनि रमाइलो ल रमाइलो त कति रहेछ है यहाँ पनि देउसी भैरवको रमाइलो चलिरहेको रहेछ यहाँ पनि खेल आउनै लाग्यो है अब यही होला यही चौपारीबाट यहीँबाट होला होइन हेर्ने होइन बन्दीपुर टेक्निकल इन्स्टिट्युट हुने त्यहाँ कलेजहरू छ भन्थे यही हो टुडी खेल अझै आउनै छ यही हो ल टुडी खेल ल कहाँबाट हैछ हेर्ने उताबाट डुम्बे जाने बाटो पैदल मार्ग जाने बाटो यहाँबाट पुरै चौतार रहेछ है सबै उताबाट यत्रो ठुलो सब चौपारी रहेछ होटलहरू दामी रहेछ टुडी खेलबाट बन्दीपुरको टुडी खेलबाट डुम्रेको भ्यू यस्तो दामी देखिने बस्ती कति धेरै बन्दीपुरको टुडी खेलबाट देखिने डुम्रे लगायत विभिन्न स्थानको रमाइलो दृश्य अवलोकन गरे पछाडि हामीले अर्को एउटा लोकल रमाइलो भेट्टायौं। टुरिस्ट गाइड लोकल गाइड भेट्यो म चेकिङ
आले चुम्मा आचुम्मा इमरा आच के रे Can you sing any Nepali song? न यो नेपाली आएको सिङ्गल गाइस गुरा छै फुल्यो बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा तिमी बिरान सोचेकै छु गुरासै फुल्यो बनैमा मेरो मन झुल्यो मनैमा अब चाहिँ हामी टुडी खेल घुम्न लाग्यो यहाँ चाहिँ सेकुवा पाकिरहेको रहेछ यो के को सेकुवा बफु सुकुटी हो सेकुवा पनि बन्छ र यसैलाई हामी चाहिँ यो सेकुवा खाँदैछौँ अब प्याकिङ गर्यो हामी चाहिँ लिएर जान्छौँ बनाउँदैछौँ बन्दीपुरको हट चिल्ली मोमो रेस्टुरेन्टमा चाहिँ हाम्रो सेकुवा बन्दैछ सेकुवा रेडी भयो एकैछिनको रमाइलो अनि सेकुवाको स्वादसँगै हामी लाग्छौँ अब बन्दीपुरको बजारतिर। चाहिँ रातिको करिब 8 बजेको छ। अब चाहिँ हामी हाम्रो होटलतिर हामी बस्ने ठाउँ गुड होटलतिर लाग्दैछौँ। ल अब फेरि हामी आयौँ है बन्दीपुरको मुख्य बजार है चहलपहल धेरै है यस्तो दामी ठाउँमा कति चहलपहल रातिको 8 बजिसकेको छ तर कति धेरै चहलपहल छ अझै पनि यस्तो रमाइलो हुँदो रहेछ रातिमा पनि यो सिजनको बेला भएको भएर पनि होला नाचगान चलिरहेको छ धेरै अहिलेको ब्यान्ड चलिरहेको छ। तिहार सकिए पनि तिहारको माहौल भने सकिएको थिएन बन्दीपुरमा अनि त्यही रमाइलो तिहारको माहौलमा हामी पनि एकैछिन जिउँ ती देउसी भैलोका गीत सङ्गीत अनि देउसी भैलोका भाकाहरूमा।
बन्दीपुरमा चाहिँ उता पनि जताततै देउसी भैलोको यस्तो माहौल छ। यहाँ चाहिँ तिहार सकिएको छैन है, हाम्रो पाल्पा सकियो होइन, सकिसक्यो नि, सकियो तर यहाँ चाहिँ सकिएको छैन। अब यहाँ फेरि चालु भइरहेछ, चालु भयो, एकादशीसम्म होला नि, एकादशीसम्म हुन्छ अरे। ल यहाँदेखि तल माथि सबैतिर देउसी भैलोको गीत चाहिँ गुन्जिरहेको छ, यस्तो रमाइलो छ। हामी चाहिँ यो रमाइलो मालमा रमाइरहेका छौँ है। कतै अघि डान्स त कतै भने अर्गानिक झ्याउरे नाचगानले बन्दीपुर रमाइलो बनिरहेको थियो। अनि हामी पनि लाग्यौँ अब एकैछिन बन्दीपुर यो अर्गानिक एकदमै त्यहाँको झ्याउरेमा रमाउनको लागि। रहेको रात अनि रमाइलो झ्याउरेको साथले खेदिरहेको थियो हामीलाई बन्दीपुरमा। अनि रमाइलो माहौलले दिनभरिको थकान भुलाइरहेको थियो। रातको 10 बज्न आँट्यो तर रमाइलो ठिकै छ। तिहारको बेला यो तिहार सके पछाडि अनि एकादशीको बिचमा चाहिँ आउनु पर्दो रहेछ। रमाइलो हुँदैछ। 11 बजी धेरै छ। उहीँदेखि अझै पनि छ, कस्तो रमाइलो हुँदो रहेछ। देउसी भैलोको बेलामा आउनुभयो भने चाहिँ एकदम रमाइलो हुँदो रहेछ। साँझको रमाइलो बन्दीपुरलाई हामी बिदाई गर्छौँ। हामी भोलि भेट्छौँ। बिहान भयो बन्दीपुरमा, तर आज चाहिँ हामीलाई अनलक भन्नुपर्छ। यो पुरै हुस्सु लाग्यो, हल्का हल्का पानी परिरहेछ अनि हुस्सु लागेको छ। अब बाहिर निस्कौँ भनेको, पानी परेर एकछिन चाहिँ निस्कन अलिक बेर लाग्ने भयो पानीले गर्दाखेरि। सिमसिमे झरीसँगै बादलले बन्दीपुरलाई छोपेको छ। हामी खुलेको बन्दीपुर हेर्न आतुर छौँ। यस्तो पुरै हुस्सु लागेर पानी परिरहेको छ हल्का हल्का। अब एकैछिनमा हामी निस्कन्छौँ। बन्दीपुरको मर्निङ भ्यू यो चाहिँ पानी परिरहेछ, माथि जान पाइएको छैन। यस्तो राम्रो राम्रो घरहरू पानी परेर यस्तो मजाले देखिएको छ है। अब पानी परेर बाहिर निस्कन चाहिँ पाइएको छैन। अब पानी बिसायो भने एकैछिन पछाडि निस्किन्छ। ल हेर्नुहोस् त कति राम्रो राम्रो घरहरू पुरानो शैलीको पानी परेको छ। यस्तो सबैजना अब जाने तयारी, सबै पर्यटकहरू। बन्दीपुरमा पानी परेर यस्तो हिजो चाहिँ यो पुरै सडक पुरै रमाइलोको लागि भरिभराउ थियो। आज चाहिँ पानी परेर यस्तो छ, पानी परिरहेको छ। सिमसिम बाटो हेर्नु त भिजेको, पानी परिरहेको छ। तैपनि हामी चाहिँ अब बिहानको भ्यू हेरौँ बन्दीपुरको भनेर निस्कँदैछौँ। हाम्रो उत्सव दाईको क्याफे होइन त्यहाँ भएको उत्सव सापकोटा दाईको क्याफेमा हामी हिजो तपाईँलाई हल्का भिडियो देखाएको थियौँ उहाँको। अनि हामी चाहिँ उत्सव दाईको उत्सव सापकोटा कमेडी दरबारको कमेडियन भनौँ न, चिलपिल कहिले कसको पुरा कमेडी गर्नुहुन्छ नि त। कमेडी दरबार दाईको क्याफे देखाउँछ है, उत्सव सापकोटा दाईको। हिजो कस्तो मान्छे चिनेको तर कस्तो नाम नै भन्न नआइरहेको क्या होइन। यहाँबाट उकालो लागेपछि उत्सव सापकोटा दाईको क्याफे भेटिन्छ। ल कस्तो राम्रो दरबार जस्तो घर है, पुरानो दरबार शैलीको घर।
ल यो चाहिँ उत्सव सापकोटा दाइको क्याफे सबैजना यो चाहिँ उत्सव सापकोटा दाइको क्याफे बन्दीपुर आउँदाखेरि दाइको उत्सव सापकोटा दाइको आज त हुनुहुँदो रहेछ हिजो चाहिँ हुनुहुन्थ्यो आज चाहिँ हुनुहुन्न हल्का पानीले भिज्दै यो उकालो बाटो हुँदै अब हामी लाग्छौँ भिजेको बन्दीपुर बादलको बन्दीपुर हेर्नकै लागि यो माथिको भ्यू पोइन्टतिर यो बाटो माथि गइन्छ कताबाट यहाँबाट हो वाइ टु थानीमाई जाने बाटो यही बाटो हो मन्दिर छ माथि थानीमाई जाने बाटो पनि हुन्छ अनि यहाँ खास यहाँ माथिबाट भ्यू हेर्दो रहेछ तर आज चाहिँ पानी पर्यो अनि बादल लाग्यो अब भ्यू त यस्तै होला भ्यू हेर्न त केही बेरको उकालो बाटोपछि हामी चिहाउँछौँ बादलले छुपेको अनि हिस्सो लागेको यो बन्दीपुरलाई ठिकै खुलेको छ बन्दीपुर बजार अलिकति भए नि हेर्न पाइ है तर बादल लागेको छ पानी परिरहेछ झरीमा रुच्दै गफिँदै गफिँदै केही माथि पुगेपछि अलि धेरै देखिएको बन्दीपुर हामी निहाल्छौँ त्यही हो त्यो चाहिँ केबुल कार त्यो अग्लो देखिरहनु भएको छ त्यो चाहिँ केबुल कार बन्दीपुर केबुल कार हामी हिजो त्यहाँ आयो त्यहाँ चाहिँ त्यो कन्स्ट्रक्सन चलिरहेको रहेछ त्यहाँ चाहिँ ठुलो होटल बन्दैछ अनि हामी चाहिँ बन्दीपुर देखाइरहेको छौँ बादल लागेको छ ठिकै छ पानी परिरहेको छ तैपनि हामी चाहिँ हल्का भिजेर उक्यौँ तर फाँटमा चाहिँ यस्तो मजाले धान पाकिरहेको छ पहाडको शिरमा फुलेको फुल जस्तै छ बन्दीपुर अनि सुन्दरता उस्तै छ सुन्दर बन्दीपुर सिमसिम झरीसँगै बादलको घुम्टोमा लुकिदिन्छ कहिलेकाहीँ बन्दीपुर सेताम्मे बादलको घुम्टो ओढेर आफ्नो सुन्दरता लुकाउँदैछ बन्दीपुर उकालोमा यहाँ दर्शन ढुङ्गा रहेछ है यहाँ चाहिँ बन्दीपुरलाई अझ धेरै माथिबाट चिहाउन हामी उकालो बाटो लाग्छौँ बन्दीपुर चिहाउनसँगै बन्दीपुरमा बनेको मिनी ग्रेट वाल हेर्न हामी उकालो लाग्छौँ हिँड्दै 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 हामी चाहिँ माथि पुरानो कोठा आयो उकालो बाटोमा भेटिएका दर्शन ढुङ्गा र देवी थानका मन्दिरले केही धार्मिक र आध्यात्मिक भाव जागरुक गराउँदछ उचाइमा पुगिसके पछाडि हामी बादल भित्रै हराउँछौँ अग्लो डाँडोमा सुसाएका सल्लाहसँग केही मन्थन गर्छौँ अनि थानीमाईको दर्शन गर्छौँ हामी यो उचाइबाट यहाँ चाहिँ मन्दिर रहेछ थानीमाई मन्दिर भिडभाड नै छ यहाँ पनि थानीमाई मन्दिरको केही परपट्टि लागेपछि मिनी ग्रेट वाल हामी भेट्टाउँछौँ मिनी ग्रेट वाल अफ चाइना यो चाहिँ ग्रेट वाल अफ बन्दीपुर अग्लो डाँडाको शिरमा बनेको यो मिनी ग्रेट वालले बन्दीपुर पर्यटन आकर्षणमा केही बढावा मिलेको छ यसले आकर्षण थपेको छ सुरु हुँदो रहेछ है मिनी ग्रेट वाल तर बन्दीपुरको चाहिँ ग्रेट वालै भनौँ न बन्दीपुर ग्रेट वाल हामी चाहिँ लाग्यो अब बन्दीपुरको मिनी ग्रेट वाल यस्तो डाँडोमा यस्तो मजाको ग्रेट वाल है ग्रेट वाल अफ चाइना भनिन्थ्यो मिनी ग्रेट वाल बन्दीपुर फर्किसक्नु भएको छ अरू चाहिँ यो मौसम खुलेको भए त यस्तो राम्रो देखिन्थ्यो होला तर मौसम नखुलेर चाहिँ हामी चाहिँ ग्रेट वाल मात्रै हेर्न पाइयो अरू भ्यू हेर्न चाहिँ पाइएन ओहो यहाँबाट उतै रहेछ उतैसम्म है यस्तो दामी मिनी ग्रेट वाल बल्ल देखियो है मौसम हल्का खुल्यो
मिनी ग्रेट वाल अनि यतातिरको ठाउँ पनि कस्तो राम्रो देखियो यता खुल्यो तर उता बन्दीपुर ल थानी माईको दर्शन गरेर थानी माईको दर्शन गरेर भजन होला भनेको त मायालुको गीत पो गाउँदै हुनुहुन्छ पहाडको शिर अनि बादलभित्र लुकिएको मिनी ग्रेट वाल हेरिसके पछाडि हामी फर्कियौं अनि थानी माईको दर्शन गर्छौं। अब थानी माईको दर्शन गर्ने छ। यो मन्दिर एकदम पुरानो मन्दिर हो पहिलेदेखिको मन्दिर हो कि के हो? पुरानै हो 35-40 वर्षै भयो अझै 35-40 वर्ष अगाडि देखेको के चढाइन्छ नि अझै खास फलफुलहरू यहाँ त फलफुल मात्र चल्ने हो फलफुल बाहेक के पनि चल्दैन खानु के पनि खाने मान्छे हो हजुर दिनदिनै पूजा हुन्छ यहाँ विशेष मंगलबारको दिन ए मंगलबारको दिन हजुर विशेष पूजा हुने मंगलबारको दिन हो हजुर अरू बेला चाहिँ बन्दै हुन्छ मंगलबारको दिन खुलिन्छ ढोका चाहिँ अनि ठुलो पूजा चाहिँ कहिले हुन्छ ठुलो पूजा भनेको हुँदैन यो कार्तिक र मङ्सिरमा यो यसो पूजा आयो भने यसो पूजा हुने यसो हुने हो यसो मेला भन्ने चिज चाहिँ उयो हुँदैन जस्तै डोलीहरू ल्याउने मान्छेले यता ल्यायो भने अनि खास के विशेषता चाहिँ के थानी माईको के विशेषता भनेको चाहिँ थानी माई देवी के चाहिँ आँटेको सबै पुरा हुन्छ नि यो किनभने उनीहरूको यो चाहिँ के अरे थानी यहाँको चाहिँ विशेषता तपाईँले जो सोचेको सम्झेको सबै पुरा हुन्छ नि तपाईँले आँटेको चाहिँ थानी माई देवीको चाहिँ टाढा टाढादेखि यहाँ बन्दीपुर घुम्न आउनेहरू सबै आउनुहुन्छ है यहाँ प्रायः जस्तो सबै आउनुहुन्छ यहाँ बन्दीपुर थानी माई ल यो मंगलबारको दिन मात्रै खुलिन्छ हजुर अरू बेला चाहिँ बन्द हुन्छ मंगलबार अनि आज मंगलबार ए आज मंगलबार हो आज मंगलबारै परेछ है मंगलबारको दिन मात्रै खुल्छ हैन हजुर अरू बेला चाहिँ खुल्दैन अरू बेला चाहिँ बन्दैन ल संयोगले हामी चाहिँ आज मंगलबारको दिनै पर्यो अब हामी थानी माईको दर्शन गरेर टीका लगाइन्छ ल टीका लगाइदिनु जुत्ता खोल्नु पर्ने हो यहीँ आउनुहुन्छ यहाँ आउनुहुन्छ ल है अब थानी माईको टीका आउन दादा आउनु कि आजको पुरा हुन्छ कि आउनु ल नमस्ते ल थानी माईको दर्शन ल थानी माईको दर्शन गरियो आज मंगलबारै परेछ त्यही भएर थानी माईको दर्शन गर्न पाइयो मंगलबारको दिन मात्रै विशेष खुल्ने र विशेष पूजा हुने दिन हामी ठ्याक्कै मंगलबारको दिन थानी माईको दर्शन गर्न पुग्यौं थानी माईको दर्शन गरिसके पछाडि हामी लाग्छौं अब फेरि बन्दीपुरको उरालोतिर रहेछ अब तलतिर झर्छौं केही समयकै बढी बादलुले छोपेको बन्दीपुरलाई अब बादलुले केही छोडेको छ अब खुलेको बन्दीपुर हेर्दै हामी तल झर्छौं अनि अब भने हामी यात्रा तय गर्छौं अब घर फर्किने पहाडको शिरमा फुलेकी पहाडको शिरमा भुलेकी अनि पहाडको शिरमा रमाएकी यो सुन्दर बन्दीपुरलाई अब हामी छाड्दैछौं बन्दीपुरबाट बिदा हुँदैछौं बिदाईको क्षणमा बन्दीपुर रहेको छ हामीलाई रुझाएको छ बन्दीपुरको यो आँसुले हामीलाई बुझाएको छ बन्दीपुरले आफ्नो सुन्दरता आफ्नो न्यानो पानी परिरहेछ बन्दीपुर अब चाहिँ हामी लाग्छौं रेनकोट किन्यौं अनि त्यस पछाडि लाग्यौं हामी बाई बाई बन्दीपुर
कहीँ छैन यो कहीँ कहाँ लेख्छ बाई ल बाई 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 ल सबैजना अब हामी निस्कियौँ बन्दीपुरबाट बाई बाई बन्दीपुर ल निस्कियौँ है अब चाहिँ हामी बन्दीपुरबाट अब चाहिँ हामी घरको यात्रा तय गऱ्यौँ हामी चाहिँ केबल कारबाट अब तल डुम्रे झर्छौँ अनि त्यस पछाडि हामी बाइकमा फेरि यात्रा गर्छौँ हाम्रो घरतिर भाइ एकचोटि चाहिँ बन्दीपुर घुम्न आउनु होला सबैजना यस्तो रमाइलो राम्रो छ एकचोटि चाहिँ अवश्य आउनु होला तिहारको बेलामा आउनु भयो भने एकदम रमाइलो हुँदो रहेछ ओके बाई बाई बन्दीपुर बन्दीपुरको सुन्दरतालाई स्पर्श गर्दै हामी बिदाई हुन्छौँ बन्दीपुरको त्यो सुन्दरता अनि त्यो आतिथ्यतालाई मनमा राखेर अनि हामी झर्छौँ हिजो चढेको त्यही केबल कारबाट हाम्रो घरको यात्राका लागि फेरि ओह्रालो झर्छौँ त्यही केबल कारबाट अब सिधै हो छैन अब केही छैन अब ब्रेक लाग्दो रहेछ यहाँ तल हेर नि तल तल ओहो नि सिन त देखियो गजब सिन देखियो दाइ 90 डिग्री छ के पहाड यस्तो पहाड माया भेटियो बन्दीपुरैमा बन्दीपुरको यात्रा समग्रमा रमाइलो अत्यन्तै सुन्दर र अविस्मरणीय रह्यो तपाईँ पनि एकपटक बन्दीपुर अवश्य जानुहोला यात्रा संस्मरणका लागि बनाइएको यो भिडियो हेर्नु भएकोमा यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद फेरि अर्को भ्लगमा हामी छिट्टै भेट्नेछौँ